ब्लग भिडियो सुरु गरेको छ। यहाँ सुटिङ भइरहेको छ है। अनि त्यही हो, मेरो भिडियोमा इन्जोय गर्नु होला। मलाई चाहिँ अब भिडियो बनाउँदाखेरि यस्तो अलि लाज लाग्ने भएर मात्रै अनुहार देखाउनु चाहिँ अलि लाज लाग्छ कि, त्यही भएर भिडियोमा मेरो अनुहार चाहिँ हुँदैन है। यो जाने चाहिँ यो बाटो गएको छ एकदम बिहान भएर है। यस्तो हल्लाउँदा देखिरहेको छ। यो चाहिँ कहाँनिर भन्नु होला भन्दाखेरि यो नागार्जुन यो चर्च नजिकैको बाटो हो। चर्चभन्दा तल्लोपट्टि घुम्ती जुन शिखर जाने बाटो। अनि त्यही हो गाइज। सपोर्ट गरिदिनु होला। यस्तो अब हजुरहरूले साथ सपोर्ट दिनुभयो भने अब हामीले माथि पुग्न सक्छौँ। अब नयाँ भिडियो बनाउन सक्छौँ। गाइज हामी चाहिँ यता जान लाग्छौँ। यो कहाँ रे? जामाचो। ल केटा हो आइ भन्दै त केटाहरूको ल भिडियो हेर है यहाँ। ल समीर केही हानिदेऊ त। ल दामी रिक्स भने आफैलाई हो। So guys, अहिले चाहिँ हामी जामाको हाइकिङ गरिरहेका छौँ। हिजो अस्ति जामाको हाइकिङ है गाइस। अनि हिज समीर रिमाल एन्ड हिज सन्तोष राई। ल गाइस, ल के हो यस्तो? यो समीर किन निहुरिन पर्यो अहिले? के भयो सन्तोष? जङ्गल छ, हामी चाहिँ डराउँदै हिँडिरहेको यस्तो ब्याग कसरी गर्छ? ब्याग कसरी? ब्याग त मिल्दैन होला सायद। अहिले चाहिँ मिल्दैन। अनि समीर केही बोल त। पछाडि सन्तोषले क्याब लाउनु पर्यो भनेर यहाँ क्याब निकाल्दैछ। अरू त्यस्तै हो। हामी चाहिँ अहिले यहीँ हो जामाचो हाइकिङ गइरहेछौँ। यस्तो जङ्गलको बिचबिचै जानु पर्यो यहाँ। तर यस्तो उकालो छ बाटो है। बाटो पनि उकालो छ यी। अनि यसमा अब अलिकति रिक्स पनि छ यो हाइकिङ गर्दाखेरि चाहिँ। कसरी भन्नुहुन्छ भने यहाँ राष्ट्रिय निकुञ्ज पनि हो। यहाँ कतिवटा केले अट्याक गर्छ हामीलाई पनि थाहा हुँदैन। मेरी छोरी क्या राम्री नाचे कि, क्या राम्री नाचे कि, तिन ठाउँमा बाँचे कि। भिडियो हेरेपछि दामी क्या जोडी पर्यो वा। अनि रश्मिन दादा त्यो छ अश्विन जुन किरिन आएको न त खोरिएको भन्दा डबल उकालो भने होइन। बाटो चाहिँ एकदम उकालो छ। अरू केही दुई शब्द पनि जाओस्। मध्येको सबैभन्दा ठुलो रुख चाहिँ हो है गाइस। त्यही हो ठुलो रुख। त्यो हाम्रो अश्विनद्वारा भनिएको हो ठुलो रुख भनेर डिक्लेयर गरेको हो अश्विनले। अनि त्यो चाहिँ सबैभन्दा पाङ्गो रुख हो है। यहाँ हामी यस्तो गर्न पनि सक्छौँ। यस्तो पनि हो। अरू त यही हो। ल गाइज हाम्रो चाहिँ यता केटाहरू यस्तो उकालो हिँडिरहेका छन्। एकदमै रमाइलो गरिरहेका छन् है। ल दामी जुन केरी है सब तिनी। ल समीर है समीर जाओस् एउटा। ल दामी। हेलो गाइस, आज हामी चाहिँ काठमाडौँ बस्दा हामीलाई हिन्दी बानी हराइसक्यो। यति त अब हिँड्न पनि थकेलाइसक्यो। स्वासा भइरह यहाँ अर्को बसौँ भन्नु मात्र भन्नुहुन्छ। अश्विन त म कहिले नि हिँडेको छैन भनिरहेको यस्तो बाटो। ऊ अर्को चाहिँ सर्टकट चाहियो भनेर। सुरु गरौँ सन्तोष
पुग्न त मैले यता मन्टेट खोली ढुङ्गा हो कि मान्छे हो नभनी गलबन्दी चेतियो तिमीले तानेर एकदम रमाइलो भइरहेछ गाइज हाम्रो यतातिर होइन हेरौँ हाम्रो यता केटाहरू थकित एकदम यसलाई भन्छ सन्तोष राम यसलाई भन्छ विपिन राम हाम्रो अर्पिन दादा म रामबहादुर प्रसाद लाल रिमाल है फेरि ल मैले यता मनपेट खोल्ने ढुङ्गा हो कि मान्छे हो नबोल्ने गलबन्दी जतियो तिमीले तानेर बोलाउन खोजेको आफ्नै किन खाकी छौ कि त मुखमा बिडालु राखी छौ गलबन्दी छतियो तिमीले तानेर बोलाउन खोजेको आफ्नै ठानेर यहाँ माथि उकालोमा आइपुगिसक्यौँ है। यहाँ चाहिँ अलिक सम्म रहेको छ। उकालो उक्लिँदा एकदम गाह्रो भएको थियो। यहाँ चाहिँ अलिक सजिलो रहेछ। हाम्रो केटाहरू चाहिँ यस्तो जोसमा हिँडिरहेका छन् अहिले पनि होइन। ल केटाहरूको के छ अब भन्ने आउँछ केही दुई शब्द जाओस् केटाहरूको। आज हामी थाकेका थिएनौँ, त्यस्तो उकालो बाटो हिँडेर आयौँ। पहाडमा हुर्केर पनि त्यो समीर चाहिँ थाक्यो लास्टै अनि रोएर एकछिन बस्यो त्यहाँ। जे भयो नि समीर रोए नि हामी रोएनौँ, हामी रोएको छैनौँ। पसिना तब चुहे पनि हामी हार मानेका छैनौँ। हामी यसरी नै अघि बढ्छौँ। ल हाम्रो यात्रा जारी छ। होला न होला समीर, होला नि समीर। उक्लिरहेछन् है। भोलि पर्सिको लाउरे हो। लाउरे अब आर्मीको लाउरे हो कि विदेशी लाउरे हो थाहा छैन, तर लाउरे चाहिँ लाउरे है। तर समीर चाहिँ फिक्स लाउरे हो। यस्तो अवस्थामा पुगेका छन्, के गर्नु। बिचराहरू हिँड्न सकेका छैनन्, तर हामी चाहिँ पछाडि छौँ है। पिनेर मोबाइल चलाउँदै हैरान। ल फाइनली हामी हाम्रो डेस्टिनेसन रिच गरिसक्यौँ। ल हाम्रो समीर चाहिँ यता रमाइरहेको छ। जामा छु आधी मात्र बाटो आइपुगेका छौँ हामी। यस्तो छ दृश्य यहाँको। साथी हाम्रो समीरलाई चिन्छ कि चिन्दैन? हाम्रो समीर चाहिँ यता हो। हाम्रो समीर यता छ। साथी अनि के खोज्छ यस्तो? के खोज्छ भन त? के भन्यो तिमीले? हजुर माथिको त्यो आमा यस्तै छ। यता चाहिँ समीर छ। ल जे पनि जोस छ। यता सन्तोष अगाडि गइरहेछ। पारा देऊ त सन्तोष एउटा। ल दामी। अब विपिनको पारा हान्देऊ। ल झ्यापो। ल नाचे कि एउटा कमर 3 ठाउँमा बाँचे कि जोर पारिँदै मेरो जोर पारिँदै मेरी छोरी क्या राम्री नाचे कि एउटा कमर 3 ठाउँमा बाँचे कि जोर पारिँदै। हाम्रो केटाहरू चाहिँ यता हिँडिरहेको छ है, भागे आउला जस्तो। यता हाम्रो समीर चाहिँ अलि नर्भस डराइरहेको छ अनुहार। अनि यहाँ विपिन डोन हेर आमामा अनुहारै बाघ खाला जस्तो है। अनि यता सन्तोष ल दामी। हेलो गाइस, हामी चाहिँ हाम्रो डेस्टिनेसन रिच गर्न आइसक्यौँ। हामी 4 जना हो, समीर, अश्विन अनि सन्तोष एन्ड मी।
अब हाम्रो डेस्टिनेसन रिच गर्न चाहिँ कम्तीमा पनि हाम्रो 10 मिनट लाग्ला अझै। हाम्रो प्रमुख व्यक्ति भनेको चाहिँ समीर रिमालजी हो, तर ऊ आज एकदम ढिला उपस्थिति गरे। हामीलाई यता कन्सेप्ट पारा तताएको थियो उसले, सबले एक लाठी हान्ने त भनेको थियो तर हान्न सकेनौँ। अब हामी वाइल्ड हिमालयन पियरनेर आइपुगिसकेको छौँ, लाग्दछौँ है। यो चाहिँ शिवपुरी। ल हामी यता 4 जना। हाई नमस्कार। ल नमस्कार गरिदेऊ साथीहरू। नमस्कार हजुर। नमस्कार। ल यता चाहिँ ल किरा कहाँ छौ भने तिमी यहाँ झुन्डिरहेको रहेछौ। ल हामीले भेटायौँ, अब आउँछौँ। ल यही हो, अरू त त्यस्तै हो। टिकटक बनाउन स्टेप नआएर चाहिँ लास्टै गाह्रो पऱ्यो मलाई चाहिँ। अब अर्को मलाई मात्र भन्दा पनि मिलेन, हाम्रो समीर प्रमुख व्यक्तिलाई पनि त्यस्तै हो हालत। अनि 2 जना चाहिँ मुख्य व्यक्तिहरू चाहिँ यही हुन्, टिकटक बनाउन हरेक स्टेप आउने। अर्को यहाँ कोरियोग्राफर गराउनु पऱ्यो भने रिचाएर यहाँ त्यही हो। अश्विन चाहिँ सबैभन्दा छिटो स्टेप गर्ने, अनि ल मैले बिर्सी भनिदिने। ल त्यही हो, नो एक्सक्युजेस भनेको हुँदैन। हामी काफलको बोर्ड पनि यही हो। हेर्नु गाइस, हामीले धेरै इन्जोय गरिरहेका छौँ, तर एउटा यस्तो भयो भने हामीलाई पहिला एउटा मिस इन्फर्मेसन नपाएर गर्दा चाहिँ हामीले स्टार्टिङमै खानु पऱ्यो गेटमा। यो चाहिँ हाम्रो सबैले वाइल्ड एक्सपिरियन्स भएको छ, त्यो हाम्रो युट्युब च्यानल हामीले हाल्ने त हेर्न सक्नुहुन्छ। यो चाहिँ यही हो, चटनी बिनाको मोमो खाने यही हो। रातभरि धेरै क्युरियस भएर रातिको 6 बजे नै 2 बजे नै उठेर लुगा धोएर बसेको मान्छे, तर सबैभन्दा ढिला उपस्थिति जनाएको त्यति गरेर हान्न मात्रै जान्छ। बोला गर्मी भयो अरे। माथिको मन्दिर पानी त छ यार केटा हो। पानी देखेपछि अब त कुदाउ न यार, जोस बढ। ल हाम्रो बिपिन पनि अहिलेसम्म त थकित थियो, पानी देखेपछि हातेर गएको छ। हिँडेन मैले एउटा बनाइदिउँ। पछाडि हेर नि त, पछाडि
ए ल साँझ हो मस्ती माया पनि भेटियो फुल जस्ती बन्दीपुरे माया बन्दीपुरे माया हाम्रो माया नहोस् घाम छाया ल होइन 40 मिनेट छोडेर गइहाल्नु सम्झना लु हुन्छ लड्ला है बिपिन लड्ला धेरै नब्र ल है ए केटा हो खतरा छ होइन माथि गएर कस्तो लाग्यो केटाहरूलाई दुईवटा भयो खाऊ नि त दुईवटा ललिपप ल भयो अब फेरि नाना पठाइदिउँ हामी ल त भाना